यदि हजुरहरूलाई पनि एआईदेखि इमेज कसरी जेनेरेट गर्ने अनि एआईको युजबाट चाहिँ टेक्स्टबाट चाहिँ भिडियो कसरी जेनेरेट गर्ने, इमेजको युजबाट भिडियो कसरी जेनेरेट गर्ने भन्ने थाहा छैन भने हजुरले यो भिडियो पुरा हेर्नु होला। तपाईँलाई यो भिडियो हेरिसकेपछि पुरै जानकारी हुनेछ। सबैभन्दा पहिला कुरा गरौँ प्रम्प्ट दिएर इमेज कसरी जेनेरेट गर्ने। त्यसको लागि चाहिँ मैले च्याटजिपिटीलाई एउटा प्रम्प्ट दिएको थिएँ। मलाई एउटा इमेजको प्रम्प्ट देऊ जसमा एउटा मान्छे उभिएर ग्राफिक डिजाइन सर्भिसेसको बारेमा बताइरहेको होस्। उसले व्हाइट टी सर्ट लगाएको होस्, ब्ल्याक प्यान्ट, उसको टी सर्टमा चाहिँ क्रिएटिभ प्रतीक लेखेको होस् एन्ड ल्यापटप छोपेर बसेको होस् र उसको ब्याकग्राउन्डमा अफिसको जस्तो होस् र उसको एज चाहिँ लगभग 25 इयर जस्तो होस् भनेर मैले यसैलाई भनेको छु। र उसले चाहिँ मलाई एउटा प्रम्प्ट लेखेर चाहिँ दिइसकेको छ र मैले प्रम्प्टलाई चाहिँ कपी गरेर यहाँदेखि न्यानो बनाउनमा लैजान्छु जुन कि जिमेनीमा छ हाम्रो जिमेनीमा। र जिमेनीमा गइसकेपछि हजुरको यदि लगइन गरेको छैन भने लगइन हुन्छ, लगइन गर्नु होला। अनि नत्र भने तपाईँले यहाँ डाइरेक्ट अब इमेजको लागि प्रम्प्ट भन्न भनिसक्नु भयो, त्यही भएर इमेजको लागि नै प्रम्प्ट भन्न छ यो। अतो नै हुन्छ, तपाईँले चुज चाहिँ गर्न पर्दैन केही पनि, त्यही पनि यो क्रिएट इमेज चुज गर्दा पनि केही फरक चाहिँ पर्दैन। यसपछि हजुरलाई चाहिँ यसमा चाहिँ रेसियो चाहिँ मैले मेन्सन गरेको छैन। हजुरलाई चाहिँ कुन रेसियोमा फोटो चाहियो भनेर हो त्यो रेसियो चाहिँ मेन्सन गर्नु होला। यदि हजुरलाई अरू कुनै रेसियोहरू चाहिन्छ भने मलाई चाहिँ ल्यान्डस्केप नै चाहिन्छ, त्यही भएर मैले मेन्सन चाहिँ गरेको छैन। यदि तपाईँलाई 1:1, 9:16 अथवा 16:9 कस्तो टाइपको रेसियो को फोटोहरू चाहिन्छ त्यो चाहिँ तपाईँले यहाँदेखि बनाउन सक्नुहुन्छ है। र मैले यहाँ चाहिँ इन्टर गरिदिन्छु र लोडिङ भइरहेको छ र यो अब चाहिँ केही समय लिन्छ यसले, त्यसपछि चाहिँ यो देखाउँछ। ल यहाँ इमेज पनि रेडी भइसकेको छ। ल तपाईँले हेर्न सक्नुहुन्छ। मैले अफिसको ब्याकग्राउन्ड भनेको थिएँ, यहाँ हेर्नु अफिसको ब्याकग्राउन्ड छ। मैले हातमा ल्यापटप छोपेर उभिएको अनि ब्ल्याक प्यान्ट, व्हाइट टी सर्ट अनि टी सर्टमा क्रिएटिभ प्रतीक लेखेको बनाउन भनेको थिएँ। सेम त्यस्तै इमेज बनाएको छ। यदि हजुरले भने जस्तो भएन भने फेरि यसलाई रिजेनेरेट गर्न सक्नुहुन्छ। यदि हजुरलाई आफ्नो फोटोमा चाहिन्छ भने चाहिँ सेम यसलाई कपी गरेर एडमा गएर यहाँदेखि आफ्नो फोटो अपलोड गरेर फेरि यो प्रम्प्ट हालेर चाहिँ हजुरले बनाउन सक्नुहुन्छ। यसरी नै हामीले यहाँदेखि चाहिँ एआईबाट भिडियो फोटोज चाहिँ बनाउन सकिन्छ। अब हामी हेरौँ टेक्स्टदेखि भिडियो कसरी जेनेरेट गर्ने भनेर। तपाईँले एआईबाट भिडियो बनाउँदा चाहिँ जहिले पनि एआईले चाहिँ 8-8 सेकेन्डको भिडियो बनाउने गर्छ। त्यही भएर हजुरले चाहिँ यदि लङ भिडियो बनाउनु छ भने चाहिँ तपाईँले त्यसलाई यसरी प्रम्प्ट दिनु पऱ्यो कि 8-8 सेकेन्डको मलाई प्रम्प्ट दे भनेर चाहिँ हामीले सिन बाई सिन त्यसरी यसलाई प्रम्प्ट दिनु पऱ्यो। अब मैले चाहिँ यसलाई लेख्छु। मैले चाहिँ उसलाई एउटा प्रम्प्ट दिएको थिएँ। मलाई भिडियोको लागि प्रम्प्ट देऊ भिडियो 20 देखि 25 सेकेन्डको हुन्छ। क्यारेक्टर एन्ड सब्जेक्ट सेम माथिको अघि हामीले गरेको जस्तै। अनि 8-8 सेकेन्डको भिडियो बन्ने तरिकाले प्रम्प्ट देऊ भनेर मैले भनेको थिएँ। अनि यहाँ त्यसले एउटा प्रम्प्ट पनि लेखेर दिएको छ, तर यो चाहिँ अलिकति इङ्ग्लिसमा रहेछ। हामीले भिडियो बनाउनु पर्ने चाहिँ नेपालीमा छ। त्यही भएर चाहिँ मैले फेरि यसलाई लेखेको चाहिँ मलाई नेपालीमा भिडियो बनाउनु छ, नेपालीमा बोलेको भनेर मैले लेखेँ। अनि यसपछि फेरि यसले मलाई एउटा प्रम्प्ट लेखेर दिएको छ। त्यसपछि मैले भनेको थिएँ यसलाई 20 देखि 25 सेकेन्ड, यसले मलाई 24 सेकेन्डको भिडियो भन्ने चाहिँ यसले मलाई प्रम्प्ट दिएको छ। जसमा चाहिँ सिन 1 छ अनि सर्ट 1, सर्ट 2, सर्ट 3 छ। यसबाट चाहिँ मैले भिडियो बनाएँ भने 8 सेकेन्डको बन्छ, यसबाट 8 सेकेन्डको भिडियो हुन्छ र यसबाट 8 सेकेन्डको भिडियो बन्छ। र यसलाई मैले छुट्टै भिडियो बनाएर यसलाई जोडेर चाहिँ एउटा लामो भिडियो बनाउने हो। र मैले हजुरले भिडियो बनाएर पनि देखाउँछु र यो लास्टमा चाहिँ कस्तो हुन्छ यो भिडियो म यो सबैलाई जोडेर पनि देखाउँछु। र सबैभन्दा पहिला चाहिँ म जिमेनीमा जान्छु यसको लागि। अनि यसको लागि चाहिँ हाम्रो दुईवटा हुन्छ आइडिया। सबभन्दा पहिला चाहिँ इमेजलाई डाउनलोड गरौँ। डाउनलोड गरिसकेपछि हाम्रो अब हामीले यसलाई एउटा हुन्छ टेक्स्ट टु भिडियो, एउटा हुन्छ फोटोदेखि भिडियो। यो पहिला टुलमा जाऊँ, टुलमा गएर क्रिएट अ भिडियोमा क्लिक गरौँ एन्ड टर्न टास्क अगाडि गरौँ। अनि भिडियोमा क्लिक गरिसकेपछि मैले अब मैले चाहिँ यो प्रम्प्टलाई भिडियो बनाउनु पऱ्यो। भिडियो बनाउनुको लागि अब मैले सर्ट 1लाई कपी गर्छु पहिला। सर्ट 1लाई कपी गरिसकेपछि म जान्छु जिमेनीमा। गइसकेपछि म यहाँ एडमा जानेछु। एडमा गइसकेपछि चाहिँ
यदि मलाई इमेज टु भिडियो बनाउनु छ, जस्तै अघि मैले इमेज बनाएँ, हो त्यसैको भिडियो बनाउनु छ भने यसमा गएर चाहिँ मेरो जुन अघिको इमेज थियो त्यसलाई मैले यहाँ हाल्नेछु। हालिसकेपछि मैले त्यो प्रम्प्टलाई पेस्ट गर्नेछु र पेस्ट गरिसकेपछि चाहिँ उसले मलाई भिडियो बनाउने छ र भिडियो बनाएर मलाई दिनेछ यसले। यदि होइन मलाई यो फोटो राख्न छैन भने पनि हुन्छ, आफै भिडियो बनाएर दिन्छ। तर यसमा चाहिँ के हुन्छ भन्दाखेरि आफूले सोचे जस्तो क्यारेक्टर हुँदैन। अनि यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि मैले यो एउटा सिन 1 को प्रम्प्ट दिएँ। यसमा यो त्यसमा यो छैन भने एउटा क्यारेक्टरको बनाइदिन्छ। अब मैले सिन 2 दिएँ, त्यसमा अर्को क्यारेक्टर बनाइदिन्छ। अनि सिन 3 दिएँ, त्यसमा अर्को क्यारेक्टर बनाइदिन्छ। यसमा फरक यति मात्रै हो कि यदि तपाईँले फोटो अपलोड गर्दै जानुभयो भने चाहिँ हजुरको जुन क्यारेक्टर हो एउटै क्यारेक्टरले भनेको चाहिँ सेम आउनेछ है। यदि फोटो अपलोड गर्नु भएन भने आफूले फोटो पहिला बनाएर त्यसलाई भिडियो बनाउनु भएन भने चाहिँ तपाईँले जस्तै कि अब एउटा लङ भिडियो बनाउनु छ, एउटा 30 सेकेन्डको भिडियो बनाउनु छ भने त्यसमा अब हामीले 4 चोटि भिडियो बनाउनु पर्यो, 4 वटामा मान्छे फरक आइदिन्छ है। हो त्यही भएर चाहिँ हामीले सकेसम्म यो लङ भिडियो बनाउँदाखेरि चाहिँ पहिला इमेज जेनेरेसन गरेर बल्ल बनाउनु पर्ने हुन्छ। र हाम्रो यो जिमेनाईबाट चाहिँ दिनमा 3 वटा मात्रै भिडियो बन्छ है। एन्ड मेरो सायद आजको यो सकिसकेको छ, त्यही भएर यसबाट भिडियो चाहिँ मेरो नबन्ला। र तपाईँले 3 वटा अब भने अब अरू बनाउनु पर्यो भने त अब कि भोलि नै कुर्न पर्यो। तर तपाईँले त्यो चाहिँ अझै एउटाबाट चाहिँ यो फ्लो भन्ने छ। यो फ्लोमा गइसकेपछि यहाँबाट बनाउनु मिल्छ। यो फ्लो कसरी निकाल्ने भन्दाखेरि यहाँ सर्च गर्ने फ्लो भन्न आइसक्यो। यहाँ माथि गुगल एप्सको फ्लो भन्न हुन्छ। अनि हामीले लगइन गरिसकेपछि क्रिएट अ फ्लोमा विथ फ्लो गर्ने भने यस्तो इन्टरफेस खुल्छ है। अनि यसबाट भिडियो बनाउने पनि सेम तरिका हो। एउटा छ यहाँ हेर्न सक्नुहुन्छ टेक्स्ट टु भिडियो, जसको लागि हामीले डाइरेक्ट प्रम्प्ट मात्रै हाल्ने हुन्छ। अर्को हुन्छ यहाँ फ्रेम टु भिडियो भनेको चाहिँ इमेजदेखि भिडियो बनाउने। र हामीले मैले हजुरलाई टेक्स्ट टु भिडियो पनि बनाएर देखाउँछु र इमेज टु भिडियो पनि बनाएर देखाउँछु। पहिला म टेक्स्ट टु भिडियो बनाएर देखाउँछु र मैले टेक्स्ट टु भिडियोको लागि मैले इन्टर गरिदिएँ। एन्ड यहाँदेखि तपाईँले चाहिँ यहाँ चुज गर्नुपर्ने हुन्छ रेसियो हजुरलाई कुन चाहियो। एउटा पोर्ट्रेट ल्यान्डस्केप र हजुरलाई आउटपुट कतिवटा चाहियो। सेम प्रम्प्टको कतिवटासम्म भिडियो 2टा 3टा 4वटा तपाईँले गर्न सक्नुहुन्छ। र यो मोडल चाहिँ जहिले पनि हजुरले VO3 को फास्ट नै रोज्नुपर्ने हुन्छ। र यसरी गर्नुभयो भने चाहिँ तपाईँको भिडियो बन्नेछ। र यसलाई इन्टर गरिदिउँ हामीले। र यो भिडियो बनिरहेको छ र मैले हजुरलाई यो भिडियो बनाइसकेपछि म देखाउँछु। ल यहाँ भिडियो चाहिँ बनिसकेको छ। ल हामीले हेरौँ है त भिडियो कस्तो बनेको छ भनेर। नमस्कार, म क्रिएटिभ प्रातिक। म तपाईका लागि प्रोफेसनल ग्राफिक्स डिजाइन सर्भिसेस लिएर आएको छु। नमस्कार, म क्रिएटिभ प्रातिक। म तपाईका लागि प्रोफेसनल पनि हेर्न सक्छौँ हामीले। अर्को हेरौँ। नमस्कार, म क्रिएटिभ प्रातिक। म तपाईका लागि प्रोफेसनल ग्राफिक्स डिजाइन सर्भिसेस लिएर आएको छु। नमस्कार। यसरी चाहिँ हामीले यो टेक्स्ट टु इमेज टेक्स्ट टु भिडियो चाहिँ बनाउन सक्छौँ। र यदि हामीले यसैलाई चाहिँ अब हामीले अघि बनाएको क्यारेक्टरको अनुसारले अब लगातार बनायौँ भने जस्तै अब यसमा हेर्नु चाहिँ यहाँ फेस अलग छ, यहाँ फेस अलग छ। अब मैले यसमा चाहिँ यो सुट 3 को प्रम्प्ट हालिदिएँ अथवा सुट 2 को प्रम्प्ट हालिदिएँ भने चाहिँ त्यहाँ अलग आउँछ। अब मैले एउटा चाहिँ यो अघि हामीले बनाएको यहाँबाट जिमेनाईबाट बनाएको पोस्टरको चाहिँ एउटा भिडियो मैले क्रिएट गरेको छु। र त्यो चाहिँ मैले हजुरलाई लास्टमा गर्छु र इमेज टु भिडियो बनाएको छु। यो एउटा लङ भिडियो सबमा एउटै फेस छ। त्यस्तै गरेर हजुरले पनि इमेज युज गर्नुभयो भने चाहिँ एउटै हुन्छ मान्छेको फेस। त्यसरी चाहिँ यदि लङ भिडियो बनाउनु छ भने चाहिँ इमेज पहिला क्रिएट गरेर अनि बल्ल भिडियो बनाउनु होला। यो भिडियोमा चाहिँ यति नै हो। यदि हजुरहरूलाई पनि यस्तै अपडेटहरू चाहिन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला र जसले पनि एआईहरू जानेको छैन, जिमेनीहरू जानेको छैन उहाँलाई सेयर गरिदिनु। नमस्कार, म क्रिएटिभ प्रतीक। म तपाईका लागि प्रोफेसनल ग्राफिक्स डिजाइन सर्भिसेस लिएर आएको छु। लोगो, ब्यानर, पोस्टर, सोशल मिडिया डिजाइन्स सबै काम म हाई क्वालिटीमा तयार गर्छु। यदि तपाईलाई प्रोफेसनल र क्रिएटिभ डिजाइन चाहिन्छ भने आजै मलाई कन्ट्याक्ट गर्नुहोस्। धन्यवाद।